गरौँ आज चाहिँ हामी कता आज चाहिँ हामी कोठा लागेको छौँ कतिजना ग्याङ लिडर ग्याङ भएर आएको छौँ ठुलाडी धमाधम घाँस काट्नु हुँदैछ अनि म चाहिँ हिँड्दैछु कस्तो राम्रो लहरा रहेछ हौ यहाँ हेर्नु सक्नुहुन्छ साथीहरू अनि म चाहिँ हिँडेको अनि यतातिर ल चढ्दैछन् हाम्रो कलुवा म्याडम हो क्या अनि म चाहिँ उकालो चढ्दा घुम्तीबाट उकालो चढ्दैछु भन्नु खोजेको अनि हाम्रो बाख्रा चाहिँ यहाँ धमाधम चढ्दैछ क्या अब फर्काउने बेला भउन आँट्यो कि अनि म चाहिँ यहाँ हेर्दै बसिरहेको ठुलमम्मी पनि आउनु हुँदैछ लट्ठी टेक्दै ठुलमम्मीको पछाडि दिदी पनि आउनु हुँदैछ यस्तै छ लै अनि थाकल घारी पनि छ यहाँ होइन अब चैत वैशाखतिर थाकलहरू पाक्ने गर्छ म देखाइदिन्छु म तपाईँहरूलाई पर्खिनुहोस् म देखाइदिन्छु थाकलहरू पाकेको बेलामा खानु आउनुहोस् है चैत वैशाखमा थाकलहरू पाकिरहेको हुन्छ यतातिर धेरै घारी चाहिँ छैन त्यही एक दुई बोट अलिअलि छ यता हाम्रो बाख्राहरू चाहिँ मस्त चरिरहेछ क्या यतातिर मस्त बाख्राको पछि लाग्नेतिर कार्यक्रम भइरहेछ अनि यहाँ यो रहेको छ थाकलको बोट यति मात्रै होला यति मात्रै थाकलको बोट देखाएर खान आउनु भन्छ भन्नु होला फेरि यतातिर पनि छ नि अलिअलि जे भए तपाईँहरूलाई खुवाइदियो भएन अनि अब लगभग हामी चाहिँ फर्किने बेला हुन लागिसक्यो आज चाहिँ किनकि ढिलो खोलियो बाख्रा पनि फर्किने बेला हुनु लागिसक्यो अनि बाख्राहरू पनि धमाधम चढ्नु थाल्यो कि अब फर्काउनु थालेपछि त अब घर लान्छ भनेर चढ्नु थाल्छ कि अनि चढिरहेछ अनि त्यसपछि म चाहिँ यतातिर हिँडिरहेको छु अगाडि अनि हिजो चाहिँ दाउराहरू यतातिर अलिअलि सानो छ नि यस्तो ठुटाहरू हो यस्तो दाउराहरू अलिअलि पाउँथ्यो कि अनि यस्तो दाउराहरू हामीले हिजो चाहिँ लग्यौँ तर मुन्टु लास्टै दुख्छ यस्तो टाउकोहरू दुखेर बोक्दा हिँड्दा अनि आज चाहिँ नलिएको मैले साथीहरू अनि अब दिनै पछि बोक्दा मुन्टै नि कडक्क हुन आँटेछ क्या त्यही भएर धेर आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ धेर अब दाउरामा पनि लोभ गर्नु हुँदैन क्या धेरै अनि त्यही भएर म चाहिँ आज रिते आएको दिदीले चाहिँ डोको लिएर आउनु भएको छ ठुलाडी घाँस काट्न आउनु भएको छ अनि त्यसपछि म चाहिँ रिते आएको क्या मलाई आज बोक्नु मोडै छैन टाउको बानेर मधेसिनी भएर आएको किनकि म पनि मधेसमा हुर्केको हो नि त त्यही भएर मधेसिनी हो म पनि फेरि मधेसीको बारेमा के भन्छ भनेर फेरि नभन्नु फेरि मैले नराम्रो भन्नु खोजेको होइन आऊ मधेस खाऊ मधेस जाऊ मधेस गाउँ मधेस अनि यहाँ रहेको छ एउटा पिपलको बोट बिग ठुलो पिपलको बोट रहेको छ यहाँ चाहिँ अनि यो थाहा छैन हौ बर हो कि पिपल हो के हो मैले चिनिनँ तर हामी आज टाढा नै आएको हिजो भन्दा पनि अझै टाढा आएको अझै यहाँदेखि पनि धेरै पर जानु हो भने मेन रोड पाउँछ मेन रोड यो मेन रोडमा त नि साथीहरू राति पर्छ पनि त्यही भएर एक्लै आउनु मलाई छैन तर म चाहिँ बिल्कुल भी नहीं अनि घाम पनि लागेर एकदम धेरै घाम लागेको छ अनि यहाँ मैले चाहिँ पत्ता भेटेर
बिडी पनि बेर्दै बिडीको सेप दिँदै बोकिरहेको छु क्या। यो चाहिँ मैले खानु होइन नि, हो यहाँ फुपू आउनु हुँदैछ, फुपूलाई दिनु लाग्यो। फेरि नराम्रो सोच्नु होला नि, फेरि यी हेर्नु त दाँत बिल खाएको छ होइन नि। फेरि त्यस्तो नसोच्नु होला बिल्कुल पनि गाइस, त्यस्तो सोच्नुहुन्छ भने पनि केही छैन, केही भन्दिनँ। माइन्ड लिँदिनँ, माइन्ड गर्दिनँ, म माइन्ड गर्दिनँ। फेरि बोली पनि कस्तो मिस्टेक जान्छ। फेरि तिमी त धेरै बोल्नु आउने इङ्ग्लिस पनि ब्रोकेन नै भइजान्छ। अनि म चाहिँ अगाडि हिँडेको फेरि यिनीहरू आएको अनि हिजो चाहिँ दाउराहरू कति धेरै पाइरहेको थियो क्या। अनि यस्तो दाउराहरू पनि कति धेरै बल्छ नि हौ साथीहरू। लग्यो भने यो चाहिँ खासमा के को भन्दाखेरि यो औलेको दाउरा हो। यहाँनिर कमिलाले यस्तो दामी गुड रहेछ नि, यहाँ बिडी खाने पत्ता नष्ट गरेर फेरि कमिलालाई पनि विरोध गर्नुपर्छ क्या, विरुद्ध। यहाँ बाख्रा राजाहरूलाई छेक्नु नसक्ने भए हिँडेको सँगसँगै हिँडेको छु म। अझै अगाडि बढेको गर्छ। अनि म चाहिँ यहाँ पर्मानेन्ट पुलमा हिँड्दैछु म। टेन्टोडेङ गाइस, टेन्टोडेङ। हामी पर भन्दा पनि धेरै पर आइसक्यौँ कि आज। त्यहाँ रहेको छ मङ्की देखाउँदैछु म। मङ्की त झरिसकेछ हौ, हामीलाई देखेर हतार। यस्तो त नगरौँ न हौ, आम्मा खुट्टा पिल्सेर गाइस हेर्न सक्नुहुन्छ। दुख्नु चाहिँ त्यहाँ दुखिरहेको छु, तर फोनमा फुकिरहेको छु मैले। के गर्नु, दर्द भनेको दर्द यहाँ लागेको त चिसो दुख्दैन। तर यहाँ पनि रहेको छ एउटा थाकलको बोट, हेर्न सक्नुहुन्छ। अनि हाम्रो टोलीहरू चाहिँ अगाडि बढेछ। बाख्रा फर्काउने कार्यक्रम छैन आज। लगभग 2-2:30 बज्न लागिसक्यो, दिउँसोको रात पर्ने बेला भइसक्यो। यहाँ रहेछ एउटा दाउरा, तपाईँहरूले चाहिन्छ भने लिन सक्नुहुन्छ, तर मलाई चाहिँदैन आज, मसँग केही छैन। अनि म तपाईँहरूलाई एउटा इम्पोर्टेन्ट भन्दा पनि एउटा फ्रक बनाउने खालको चिज देखाउँछु। देख्नु, यहाँनिर कस्तो दामी छ नि। फेरि यो के भन्छ यसलाई, कुम्बीको बोटमा लहराले हेर्नु यस्तो दामी बटारेको छ नि। आम्मामामा यस्तो पक्रेको छ नि यसले। आफ्नो लाइफ पार्टनरले पनि त्यति साह्रो केयर गरेर माया गरेर पक्रिँदैन क्या, साथ छोड्दैन यसले। यो मरेर जान्छ तर यसले छोड्दैन, मरिको छोड्दैन। आफ्नो लाइफ पार्टनर भन्दा पनि तपाईँहरूको श्रीमानले पनि छोडिदिन्छ होला, तर यसले छोड्दैन। त्यो भएर योसँग नाता गाँसेर सिल भएर बस्नुहोस्, तपाईँहरूलाई पनि प्याक गरिदिन्छ जन्मको लागि। तपाईँहरूको हड्डी खुलेर गर्दाखेरि पनि च्याप्पै पक्रिरहेको हुन्छ। ल जनताहरू कता पुग्यो। अनि म चाहिँ हिँडिरहेको छु। यहाँ हामी जस्तो साथीहरू बाँदर यो बाँदर भाग्दैछ हतार। यहाँ मैले देखाउँछ भनेर भाग्दैछ बाँदर। गाइस कता पुग्यो, भाग्यो, उफ्री भाग्दैछ बेरु। अनि गाइस म बोल्दा मेरो मुख चाहिँ थकेको छैन कि होइन, तर म चाहिँ यो फोन पक्रिँदा थाकिसकेँ। फेरि म तपाईँहरूलाई के देखाउन गइरहेछु भने म्याजिक सिडी। यो सिडीबाट चाहिँ उपरवालेसम्म पुग्न सकिन्छ, हेर्न सक्नुहुन्छ। तपाईँहरूलाई पनि यसो इच्छुक हुनुहुन्छ भने आउनुहोस्। यस्तो मजा आउँछ नि यो सिडीमा चढ्नलाई, तर यहाँबाट लड्यो भने चाहिँ फेरि एक्सिडेन्ट हुन्छ। फेरि
हेर्न सक्नुहुन्छ सिडी कस्तो दामी छ। उहु म लडेँ भने चाहिँ फेरि हालत बिग्रिन्छ, त्यही भएर म चाहिँ झरेँ गाइज। म चाहिँ झरेँ, म त्यहाँ बस्न सक्दिनँ, म यहाँ चाहिँ बस्न सक्छु। एकछिन बिसाउँ। ओइ 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 यहाँ बस्नु पऱ्यो। फिल्डारी चाहिँ एकमुठी घाँस बोकेर आउँदैछ टुयुङ टुयुङ परेर। अनि म चाहिँ यतातिर छु। फेरि म तपाईँहरूलाई त्यस्तो केही छैन, अब त राम्रो राम्रो देखाउनु पर्ने त्यस्तो केही छैन। अब चाहिँ म केही देखाउँदिनँ, देखाउने कुरै छैन। त्यस्तो चलचिज केही छैन। अब अरू मान्छेहरूले पो घुम्नु जाँदाखेरि दामी दामी चिज देखाउँछ, वाउ वाउ बनाउने खालको। हामी त आउने हो खालि यस्तो चिज देखाउने। हेर्नुहोस् न, यहाँ हातै गरेर बस्नुहोस् है। फेरि अति पो भन्नु फेरि यहाँ पार्टी पनि हुन्छ नि फेरि जङ्गलमा बोतल राखेर। पार्टी लेट्स डु इट पार्टी भन्छ अनि खान्छ। अस्ति त्यस्तै गरेर खाइरहेको थिएँ मैले लुकिएको। अनि यहाँ चाहिँ फेरि एउटा सुकेको दाउरा रहेछ क्या, लिनु आउनुहोस् चाहिँ गाइज। सुकेको दाउरा रहेछ, हामीले चाहिन्छ भने लिन आउनु सक्नुहुन्छ। केही गर्दैन, यहाँको वनपालैले पनि पकाएर लाँदैन। तपाईँहरूले घरमा लगेर राख्नुहुन्छ, उनीहरूलाई सजिलो हुन्छ, त्यहाँबाट टिपेर गाडीमा लाएर लान्छ, सजिलो हुन्छ तिनीहरूलाई। त्यति तपाईँहरू घरमाथि अलिक मनकारी हुनुहुन्छ भने चाहिँ। अनि यहाँ भएको छ एउटा स्वर्ग जाने बाटो। अनि फेरि म तपाईँहरूलाई देखाउने छु कि लहरा के देखाउनु है, लहरा पनि त्यस्तै हो। अब देखाउनु सक्दिनँ, हाम्रो जनताहरू यतातिर आउनुहुँदैछ बिस्तारै बिस्तारै। अनि म चाहिँ ग्याङ लिडर जस्तै अगाडि हिँड्दैछ। तर म ग्याङ लिडर होइन, ग्याङ लिडर भएर चाहिँ मलाई जिउ गर्थ्यो। म ग्याङ लिडर होइन क्या साथीहरू। अनि त्यसपछि तपाईँहरूलाई म के देखाउनु के नदेखाउँ होला। यहाँ रहेको छ स्वर्ग जाने बाटो। अनि म चाहिँ हिँड्दै जाँदैछु। कहाँबाट जाउँ? यस्तै छ साथीहरू। तपाईँहरूलाई पनि यस्तै धेरै इच्छुक हुनुहुन्छ भने, गोठाला गर्ने इच्छुक हुनुहुन्छ भने आउन सक्नुहुन्छ। बेडी खाने पत्ता पनि पाइन्छ, बेडी खाँदै गोठाला गर्नु सक्नुहुन्छ। ठुलोले तमासा देखेर गर्नु हुँदैछ, केही छैन। अनि यो चाहिँ कुखुराको गुडै भनेर भन्न सक्दिनँ। यो जङ्गलमा पनि अन्डा पार्छ कुखुरा नै भन्छ। सिम कुखुरा वन कुखुराको पाउँछ। पारी भित्ता देखिरहेछ त। हामी बाहिर निक्लेको हो। यहाँ पारी भित्ता देखिरहेछ त नि बाहिर। ठुल्डाडी उयो त नि बाहिर जस्तो देखिरहेको छ त नि उता। त्यहाँबाट रातो पनि देखिन्छ। उयो त्यहाँदेखि अर्को डाँडा खुल्ला देखिन्छ। ओहो त्यहाँ हेर्नु पर्यो। हो म त कहिले आएको पनि छुइनँ, अब जानु पर्यो म पनि। हेरी कस्तो म त अनि भित्र नाङ्गे डाँडा म त अनि थाहै छैन। अनि भित्र म त अनि भित्र जाँदैछु त अनि बाहिर छेउ पनि निक्लिनु थाल्यो भन्दैछु नि। डोकोमा घाँस बोक्नु भइरहेछ दिदीले। अब त्यो उहिलेको जमाना जस्तै फिल्महरूमा बोक्छ नि डोकोमा घाँस त्यस्तै।
उहिले के मान्छे हो हाम्रो फुपू चाहिँ लट्टिएक्ने लट्ठी हातमा झुन्डाएर हिँडिराख्नु भएको छ के गर्नु यस्तै छ म तपाईँहरूलाई एउटा नयाँ कुरा देखाउँछु तपाईँहरूको लागि पुरानै भए पनि मेरो लागि चाहिँ नयाँ कुरा हो होइन म नयाँ कुरा देखाउन गइरहेको छु त्यहाँ चाहिँ कस्तो क्या भित्रभित्र गइरहेको छु होइन बाहिर म त बाहिर निक्लेको जस्तै लागिरहेको छ किनकि त्यो अब बाहिर निक्लिनु लाग्यो भने उज्यालो उज्यालो देखिन्छ क्या आकाश आकाशहरू आकाशभन्दा पनि मतलब उज्यालो उज्यालो देखिन थाल्छ नि त नि त्यहाँदेखि म तपाईँहरूलाई के देखिन्छ भनेर देखाउँछु सायद म पुगेँ भने देखाउँछु छाकलहरू पनि पाइरहेको रहेछ त हौ छाकल गाडीहरू अझै बाक्लो बाक्लो पनि आउनु थाल्यो त्यो पनि म देखाउँछु अनि दुईजना गाइजहरू चाहिँ आउनु हुँदैछ बिस्तारै अनि हाम्रो सेनामेना टोलीहरू चाहिँ रफ्तारमा अगाडि बढिरहेको छ क्या तिनीहरूलाई पनि अलिक उयो भएको होला नि त हिजो भन्दा पनि आज अलिक टाढो आउनु पायो भनेर अलिक उत्सुक भएको होला त्यही भएर अगाडि अगाडि हिँडे गरिरहेको छु अनि म पनि रफ्तारमै छु रफ्तारमा के भन्नु आइ एउटा यत्रो सिङ्काले पनि हेर्छ होइन दिदी दाउरो नपाएर घाँस बोक्नु भएको अनि म तपाईँहरूलाई अमेजिङ देखाउँछु अहिले एकछिनमा देखाउँछु त्यो चाहिँ साथीहरू अनि अहिले चाहिँ मेरो हात लास्टै गलिसकेको छ